हेर लजाकी तेल पनि किन्न हट्टी केटी गयो म पैसा सेलरी आएको छैन आफ खाने Hello guys, welcome to my new vlog and Sivaro. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ म कति धेरै महिना बाद क्या बोला तूने ए पहले क्या बोला चल धेरै महिना बाद भ्लग बनाउन गइरहेको छु हैन बिर्सिसके भ्लग बनाउन पनि बोल्न पनि बिर्सिसके त्यही पनि मेरो भ्लग हेरिदिनु होला आजको दिन कस्तो हुन्छ भन्ने भ्लग लिएर आएको छु आजको दिन कस्तो हुन्छ हैन जस्तै भए पनि हेरिदिनु होला फुल वाच गरिदिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भ्लग सुरु गर्न चाहे अनि आजको भ्लग चाहिँ यसरी सुरु हुन्छ है त साथीहरु ठ्यान्टेरे एहे रहा नहीं जाता दिस इज माय सैलरी दिस इज आकृति सैलरी पैसा ही पैसा होगा वाह आज चाहिँ हामी शपिङ गर्न गयो सैलरी पाउने बित्तिकै फर्स्ट सैलरी आएको खुसियालीमा हामी चाहिँ मार्केटतिर लाग्यौं है आज चाहिँ हामी के शपिङ गर्छु होला त त्यही हेरिदिनु होला इन्जोय गर्नु होला भन्दै हामी पनि शपिङ गर्न लाग्यौं त This is big shop. Big shop पर मैले एकछिन चामल लाने आँटेकी छिन् हेर ओइ कति छ चामलको प्राइस 200 2 केडी शपिङ गरेको हेर्नुहोस् गाइस हामीले शपिङ गरेको यही चामल मात्र मिठो हुन्छ क्या त्यही जाउँ न त खाने बानी भएर होला सरप लानुपर्ने छ के किन्छौँ हामी हेर्नु होला आकृतिले बोकिसकिन् हेर लजाकी तेल पनि किन्छौँ तेल हेर्दैछिन् अफरमा छैन तेल कति महँगो रहेछ तल मुनि हेर्नुपर्छ तेल Take a look at my girlfriend. वाह So cute. यस्तो लानुपर्ने छ कति हो यसको प्राइस 1500 केडी ए होइन रहेछ माट पछि अब त्यो घर बनाएपछि लैजाऊ ल त्यो चाहिँ घर बनाए त्यो घरमा त त्यो अड्दैन के बुटु क्या अड्दैन नानी यहाँ छ त यो कति हो यसको त्यो त छ त दिदीले हिजो किन्नु भएछ त सानो म चाहिँ हेर्ने मात्रै हो एकछिन अब यस्तो भिडियो बनाउँदै किन्नुहोस् होइन कति राम्रो फुल हो नानी बोक्ने उमेरमा विदेश आएर हेर यहाँनिर एहे रहा नहीं जाता तड़प ही ऐसी है ना गाडी गुडाउँदै गीत गाऊ Take this coffee. 2 PM लाने 2 PM लाने 2 PM होइन के त्यो बुलडग उयो छ यत्रो वाइ पनि त्यत्रै हुन्छ यहाँको उसको सामानले भरिसक्यो मेरो सामानै हाल्नु पर्ने छ यसको खतरा शपिङ आकृतिको गाडी कुदाउन आउँदैन है मलाई एक्सिडेन्ट हुन सक्छ सबै आन्टीले गर्दिहाल्नु अनि त्यही भनेर हामीले आन्टी सान्टी हुनु
चक्लेट लभर हैन चक्लेटै मात्रै हेर्दैछ भरिसक्यो चक्लेटलाई मात्रै त्यो एउटा मात्र छ मसँग चक्लेट मेरो चाहिँ केही पनि भएन सपिङै भएन सपिङै भएन मुटुमा ढुङ्गा राखे चक्लेट छोड्नु पर्यो मुटुमा ढुङ्गा राखे चक्लेट छोड्नु पर्यो लरी आएको छैन आफ खाने ओके म स्निकर स्पेशल अफर अरू केही छ दुईटा वाउ खुसी गाडी कुदाउँदै पैसा कति उडायो उतापट्टि आएको छु न आफ खाने अरे देखिको सोच हेर न पुरा भएको न त्यो मिठो छ र उयो ऊ माथिको राम्रो अलिक उयो लगाइजाउँ न त छामेर वाह 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 क्यामेरा जुस त्यो मान्छेले चक्लेटै मात्रै किनेर भराइसक्यो यहाँ सेम्पू त माथि अफर चलिरहेको त मेरो चलाउनु त हेडेन चलाउँदैन होला चलाऊ मेरो यत्रो धेरै चक्लेट लियो होइन त्यही पनि हेर न अझै चक्लेटमा अफर चाहियो अरे यो सबै चक्लेट हो है सबै चाहिँ होइन र आकृतिको सामान हेर्नुहोस् मेरो सामान हेर्नुहोस् कतिको सपिङ गर्यो अरे लुटपुट गयो हट्टी केडी गयो 31 भन 700 फिल्स होइन मेरो त 3 केडी खोइ कति हो रुने चिनेर यहाँ गो लेट्स गो म सक्दैनौ राख आउँदैन त गएको गाई मात्र गर्छ त हिजो सपिङमा गयो आज घर पठाएर गयो यस बट्टा बेटी खोते चिनेर क्युट यही भने होइन मलाई यो लगाउ भने लास्टै ट्राई भयो कि सामान किनिसक्यो गाइज अब चाहिँ हामी घर जाने हो है पैसा पठायौँ अनि हाम्रो ब्लग हिजो र आजको ब्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छौँ धन्यवाद मसलाको बट्टा भन न बाई 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 आई लभ यु गाइस आई एम सिंगल है हाम्रो ब्लग चाहिँ सिधैको जानकारी गराउँछु भन्दै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त प्यारा साथीहरू धन्यवाद थ्याङ्क यू